ल है साथीहरू, काउली काउली आयो बजारमा। काउली, यो काउली बनाउँदा पनि कम्ता महँगो छैन, 150 रुपियाँ किलो अरे। सबैको दिन आउँछ भन्थे, वास्तवमा यो काउलीको पनि दिन आयो। भोलि पर्सि यो पत्ता परै गनाउँछ। हेर्नु त अहिले पैसा हालेपछि है, सबैको महत्त्व, सबैको यो हेला भनेर चाहिँ गर्नु हुँदैन, एक दिन फेला परिन्छ भनेको यही हो। यो काउली, यो पत्ता कहाँ यसरी हालिन्छ र? पत्ता त पहिल्यै फ्याँकिन्छ। अहिले हेर्नु त, ओहो, हेर्दा हेर्दै काउली पनि खाउँ। फेरि अहिलेको काउली के औधी मिठो भएको, महँगो भएर पनि होला। भोलि पर्सि 5 रुपियाँ 2 रुपियाँ किलो पाउँदा त ठस्सै त्यो काउली बजारमा हेर्दा पनि बमिटै आउन खोज्छ। अहिले त त्यो काउली महँगो भएर होला। अब अलिक दिनमा केराउ आउँछ होइन, 80 रुपियाँ पावा हुन्छ। त्यो केराउ कम्ती मिठो लाग्दैन। अनि त्यो केराउ जब 20 रुपियाँ किलो 40 रुपियाँ किलो हुन्छ, तब त्यो केराउ हेर्दै घिन लाग्छ होइन। अनि हेर्दा हेर्दै काउली पाएको, अब खान्छु है त म एक थाल भातसँग।